इमोसनल पनि छ राम्रो पनि छ हैन कति गर्नु भयो त नि धेरै आकाश सुन्दैछ ओके मुभी एकदम राम्रो हजुर आखै सुनिराछु यार रुद्दा रुद्दा मान्छेहरुले आकाश सुनेर एन्जिला आकाश डुम 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 शपिङ सक्यो खोइ शपिङ भनेर 1 2 3 बोलेर त यो यसलाई शपिङ गर्नु भएको तपाईले तपाईको शपिङ यो हो उहाँको शपिङ हरेक समय प्रभु तपाईको अनि निगाहमा हामीलाई राख्नु भएको होस् प्रभु तपाईँ बाहेक हामी अरू कतै पनि सुरक्षित हुन सक्दैनौँ प्रभु तपाईँलाई धन्यवाद चढाउँदछौँ यो समयको निम्ति प्रभु तपाईँलाई धन्यवाद भएको छ सारा आदर महिमा भक्ति येशू तपाईँको नाममा कहाँ जाँदैछु भन्दिनु हामी डिगज भन्दै हामी धेरै सिटी सेन्टर मुभी हेर्न हामी आज मुड फ्रेश हुन जाँदैछु कुन मुभी पनि भन्दिनु एन्जिला बहिनीलाई भेट्न जाँदैछु हेलो म क्यामेरा अन गर्न आएँ तपाईहरुले थाहा पाउनु भयो होला फेरि म क्यामेरा अफ गर्न आएँ तपाईको रोल आज चाहिँ हामी मुभी हेर्न मैले हेरेन तपाईलाई कसरी थाहा भयो यो तिमीले हामी जान लागेको चाहिँ कहाँनिर हो खासमा सिटी सेन्टरै हो सिटी सेन्टर हलको नाम त अब गएर थाहा हुन्छ अहिले चाहिँ हामी यस्तो ठाउँमा छौँ यस्तो भूभागमा छौँ यस्तो यो जमिनमा छौँ कि यो सहर एउटा सहर छ अनि यो सहर चाहिँ मानव निर्मित सहर हो यो चाहिँ आर्टिफिसियल हो यो चाहिँ समुद्र पुरेर चाहिँ यहाँको मानिसहरूले चाहिँ यसलाई एउटा सहर एउटा के अरे लग्जरी सहर चाहिँ निर्माण गरेको छ यो भए के अरे गरेन भने चाहिँ के चाहिँ नहुँदो रहेछ भन्ने एउटा यो इक्जाम्पल हो हाम्रो नेपाल सरकारले यो सन्देश चाहिँ नेपाल सरकारसम्म पुगोस् नेपालमा सबै जुत्नमा ठिकै छ सबै कस्तो नराम्रो अवेदनले एउटा टाइटल केटीले क्या मलाई नमार भन्दै छ्या ज्यानको भिख मागिरहेको जनताले ढुङ्गाले हानेर के गर्ने बेला जनता चाहिँ चेन्ज गर्नु कमर्सियल एक वर्षभन्दा माथि भयो कि एक वर्ष भयो एक वर्ष माथि भयो त्यो अस्ति हामी आएको पो यता हो त अस्ति हामी यता आएको हो त बढी भयो होइन यहाँदेखि होइन पल्लोपट्टिको बाटोदेखि सिधै जान्छ फेब्रुअरीमा लगायो यहाँदेखि पछाडिपट्टि बोल्नु न बोल्नु यो सहर चाहिँ एउटा यो भूभाग छ गरिबी पनि छ अब ऊपर इधर इसके सामने नहीं उतर सकता अंदर से अंदर अब वो रेड कारपेट में उतर सकता है ना ल छिटो आउनु है ढिलो भइसक्यो ढिलो गर्नुहुन्न जानुपर्छ हामी चाहिँ अब आइपुगेको छौँ फिल्म पनि सुरु भयो होला सायद अलिकति ढिलो भयो अब हामी फिल्म हेरेर अब इन्जोय गर्नेछौँ र केही कुराहरू पनि अब हामी सिक्नेछौँ कता कता जानु हो दौडिनु भइरहेछ ल आउनु है छिटो यो चाहिँ सिटी सेन्टर हो होइन मलमा आइपुगेछौँ के भन्नु दौड्यौँ चाँडो चाँडो छिटो दौड्यौँ हाम्रो एन्जिनालाई भेट्नुपर्छ छिटो दौडिनु है दौडिनु यस्तो छ अहिले टाइम गएको भएर एकदम एक्साइटेडमा
दाइहरू बहिनीहरू दौडिँदै हुनुहुन्छ, हामी पनि दौडिँदैछौँ। माथि दौडिँदै हुनुहुन्छ। दौडिन है छिटो, टाइम गइसक्यो। हजुर तपाईँलाई देखाएको। हेलो, कहाँ जाँदैहुनुहुन्छ तपाईँहरू? तपाईँहरू नै ढिलो गरेर होइन, आउन तपाईँहरू नै जल्दी जल्दी हिँड्नु। साथीहरू हामी त हल खोजेर हिँडेछु, भेट्दा पनि भेटिएन। झन् ढिलो भएको बेलामा हामी कन्फ्युज भयो बाटो नै। के मल छ, मलाई चाहिँ ठाउँहरू अलिकति कन्फ्युज छ, किनकि म नयाँ छु। फिल्म हेर्न हतार भएको, हलै बिर्सेर हाम्रो दाइ यहाँनिर बेहालमा बस्नु भएर छ। खै हल खै बल्ल भेटायो हामीले। Welcome to my vlog. Welcome back guys, this is my बोल्नु के कुरा भनौँ? दुई शब्द भन्ने त्यो सामने तान्नी भयो। Finally we got the ticket, but movie start already 10 minutes, no issue. सुरु भइसक्यो, पैसा आएर 10 मिनट बढी भयो। ए टिकट दिनु न, जाँदै गर्दा हुन्छ। जाँदै बहिनी तिमीलाई खेल्नु मन लागिरहेछ हो? अब यो खुट्टा ठिक हुन्छ अनि मात्र खेल्ने हुन्छ। कहिले एउटा बल उनको जीवनको नयाँ अध्याय सुरु भएको छ, जहाँबाट उनले आफ्नो मात्र होइन करोडौंका सपना पूरा गर्नेछ। हजुर आखै सुनिरहेको छु यहाँ। रुद्दा मान्छेहरूको आँखा सुनेर एन्जिला आँखा सुनेर बहिनीहरूको ऊ त्यो भाइको नि आँखा सुनेर। आजको मुभीको अलिकति रिभ्यू बताइदिनु न, कस्तो लाग्यो? एकदम राम्रो। हजुर अनि त्यति मात्रै? त्यसो तपाईँको पालोको हेर्दाउनुहोस् तपाईँको। एक्सक्युज मी अर्को मुभी यो मान्छेले यो उसको तिमीलाई कहाँबाट यस्तो उटपटाङ आएको भाइ? भाइ नमस्ते भाइ, जयमिसी भाइ। तपाईँलाई आज यो मुभी हेरेर आउनु भएको छ, तपाईँलाई कस्तो लाग्यो मुभी आज? राम्रो लाग्यो। मतलब त कस्तो यसले उयो दिनु लागेको छ सर? अब हामी चाहिँ फिल्म हेरेर निस्किसकेको छौँ।
आज हामी धेरै रुन मन लाग्यो है दाइ रुन मन लागेन मेरो पनि अलिअलि आँटे बरेर वास्तवमा मलाई नै आँसु आएको थियो एक्चुअली भन्नुपर्दा लाइफमा धेरै सङ्घर्ष गर्नुपर्छ आफू सफलता पुग्ने हो भने पुरा गर्नलाई आफ्नो ड्रिम पुरा गर्नलाई यति दुःख गर्नुपर्दो रहेछ भन्ने यो मुभीले चाहिँ एउटा सन्देश दिएको छ जस यो कुराहरूबाट चाहिँ हामी मोटिभेसन हुनुपर्छ अनि जस्तै अब हामीले ड्रिम उहाँले त्यो फुटबलको ड्रिम राखेछ भने हामी विश्वासीले चाहिँ हाम्रो परमेश्वरलाई राख्नुपर्छ त्यो अगाडि चाहिँ बिल्डिङहरू पनि बाहिर अलिअलि सपिङ गर्ने अनि सबै दाइले पैसा तिर्ने ब्रो एटीएम देऊ म तिर्दिन्छु एटीएम चलेको भन्ने मेरा नयाँ लड़की है ये मेरा अभी अभी एक्टिङ गर्नु न मेरा नया लड़की है मेरा शादी के आज ये बहुत खूबसूरत है ये आउनु न यो कपाल राम्रो राखेन हो यसरी यो भित्रको कालो विस्तार करो मैं ये तीसरा शादी किया है मैं पाकिस्तान से मिला है उसको लायो त अघि विरोध दाइलाई लगाइदिनु एउटा आउनु न दादा एकचोटि हामी सबैजनाले तिमीलाई के लाग्यो त्यसो मेरोबाट एउटा भिडियो बनाइदियो ल मेरोबाट एउटा भिडियो बना ल यो कता अगाडि हो एक्सक्युज मी अगाडि लाउनु न यार भएन के यो हो यार एउटा टिकटक बनाइदियो ल एकछिन न म आजको भिजिटिङ अब छुट्टी नै अब लास्टमा छौँ अब रुम जान लागेको है साथीहरू तपाईँले हेरेर इन्जोय गर्नु होला यो चाहिँ कतारको सिटी सेन्टरमा छौँ अहिले हामी चाहिँ अनि आज धेरै गुड फिल भइरहेछ मलाई बुढीसँग टाइम स्पेन्ड गर्नु पाइरहेको छु लङ टाइमदेखि अनि यतातिर हेर्नु सक्नुहुन्छ हजुरहरूले अनि साथीहरू पनि छ यहाँ बाई गर्नु सबले बाई गर्नु बाई 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 गर्नु भाइ अब जाने हामी अब जाने होइन अब जाने